वरिपरि छ जेठी कान्छी छ मेरो थुप्रै केटी साथी 1 बजे त्यति राति त्यो केटी माथि गर्छ खेतीपाती तामाङ नि म गर्ने सेपिनी मलाई त जुनसुकै केटीले हेर्दिनी कुनामा लगेर घेर्दिनी अनि अँगालोमा च्याप्प बेर्दिनी मरी मरी काम किन गर्नु पैसा छ हेर थरी बरी घरी घरी तरुनीसँग पैसै माथि लडी बढी केटीको माथि चढी चढी आनन्द लिन्छु थरी थरी बढी बढी बोले क्या हो मैले ओहो त्यसो भए सरी सरी चाहिँ फ्री भर्स हो होइन गीत चाहिँ सुन्नुपर्छ अब सबैजना सुन ऱ्याप फान छु म बाल छैन कसैको झ्यापमा छु म फ्री स्टाइलर हो मेरो नाम सधैँ ऱ्याप हान्ने मात्र मेरो काम खुट्टा तान्नु खोज्छस् लामु जितान तैँले केही खुट्याउँदैनस् मेरो अर्कै छ प्लान गर्दैछ काम मेरो गिद्दीले पनि बल्ल बुझ्ने भए पहिला जिद्दी थिए मनी भनेपछि भने अनि चाहिएपछि चाहियो तर भन्ने बित्तिकै यहाँ कहाँबाट पाइयो गर्नुपर्ने रहेछ धेरै मेहनत हार खाने बानी लाग्यो भने हुन्छ बेइज्जत अनि कुरा काट्न थाल्छ अरूले आफ्नो गर्न थाल्छ आफन्तहरूले साथीभाइले पनि हेर्छ भनी हिँड्नुपर्छ बाटोमा लुरुक्क परी वरिपरि हेर साला सबजना खुसी सुन ओइ मुजी किन त मात्र दुखी तेरो घमण्डी मन अनि दिमाग छ दूषित त्यही भएर त पछि परेको हो बुझिस बढ अघि बढ नफर्की पछाडि निरन्तर अगाडि लक्ष्य नछाडी सारा दुनियाँलाई आफ्नो पक्षमा पारी बोल्न सक्नुपर्छ बस्नुहुन्न अप्ठ्यारो मानी त्यसपछि देखिन्छ तेरो ताकत तैले राज गर्दा अर्कोलाई परोस् आपत जिन्दगी त्यही हो कहिले माथि कहिले तल पैसा हुँदा मात्र चारैतिर झलमल गर्ने हो ठुलो काम पर्ने होइन अल्ल मल्ल र उठ साला दौडी पालो आयो बल्ल बल्ल अब हुनु पर्यो अलग अरू भन्दा फरक भयो धेरै गलत गल्तीहरूलाई सँगै नलग आयो तेरो पालो दिमाग बना कडक बगा पसिना रगत बरु चाहिँदैन मद्दत तर अब खोज्छु मुखमा जे आयो त्यही बोल्छु तर ठिक छ आफ्नो ठाउँमा चाहन्छु बस्न आफ्नै गाउँमा आफ्नै नाउँमा बाँच्छु म सधैँभरि हाँस्छु म हुँ एमएनएमको पार्ट 2 जहिले पनि म दिमागमा राइम्सहरूलाई मात्र राख्छु के भएको यस्तो यो नयाँ भेस्ट हो म मान्छे त्यस्तो खालको होइन मेरो हातमा केही पनि छैन हातमा एउटा रातो घडी म एकदमै भएको बढी म एकदम बोल्छु बढी